आजभन्दा ठिक 5 वर्ष अघि संसारभर एउटा खबर फैलियो, विश्वव्यापी स्मार्टफोन बजारमा चिनिया ब्रान्ड बन्यो नम्बर 1। त्यो खबर थियो उदीयमान चिनिया कम्पनी हुवावेको। आजसम्म पनि कुनै एउटा चिनिया ब्रान्डले विश्वव्यापी मोबाइल बजारमा यति ठूलो दबदबा जमाउन सकेको त्यो पहिलो र एकमात्र घटना थियो। कोभिड-19 को महामारीले सिङ्गो संसार तरङ्गित भइरहेका बेला हुवावेले सामसुङलाई उछिनेर सन् 2020 को दोस्रो त्रैमासमा विश्वकै सर्वाधिक बिक्री भएको स्मार्टफोन ब्रान्ड बनेको थियो। क्यानालिस्ट रिपोर्टका अनुसार 2020 को अप्रिलदेखि जुनसम्मको 3 महिनामा हुवावेले 5 करोड 58 लाख फोन बेचेको थियो भने सामसुङले त्यही बीचमा 5 करोड 37 लाख मात्रै फोन बेच्यो। तर यो वैश्विक प्रभुत्व लामो समय टिक्न सकेन। अमेरिकाले त्यसको 1 वर्ष अघि नै हुवावेमाथि प्रतिबन्ध लगाइसकेको थियो। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले 15 मे 2019 मा एउटा कार्यकारी आदेश जारी गर्दै अमेरिकी प्रविधि उद्योगमाथि जोखिम सिर्जना गर्न खोजेको भनेर हुवावेलाई प्रतिबन्ध गरे। त्यसको भोलिपल्टै अमेरिकी वाणिज्य विभागले हुवावे सहित अरु 70 वटा उसका साझेदार संस्थाहरूलाई इन्टिटी लिस्ट भनिने प्रतिबन्धात्मक सूचीमा राख्यो। यसको मतलब ती कम्पनीहरूसँग कारोबार गर्न अब कुनै पनि अमेरिकी कम्पनीको हातमा विशिष्ट लाइसेन्स हुनु जरुरी हुन्थ्यो। तर अमेरिकी प्रतिबन्धका बावजुद पनि हुवावे विश्वको नम्बर 1 स्मार्टफोन ब्रान्ड बन्यो। उसले विश्व बजारमाथि दबदबा सृजना गर्दै गर्दा 15 मे 2020 मा अमेरिकाले आफ्नो देशको प्रविधि प्रयोग गरेर संसारको जुनसुकै देशमा उत्पादन भएको सेमिकन्डक्टर चिप हुवावेलाई बेच्न नपाउने नियम ल्याइदियो। त्यसले पनि नपुगेर त्यही सालको 17 अगस्तमा संसारकै सबैभन्दा ठूलो चिप उत्पादक ताइवानी कम्पनी TSMC सहित तेस्रो पक्ष आपूर्तिकर्ताहरूमाथि पनि रोक लगाइदियो। त्यति मात्रै होइन, हुवावेका स्मार्टफोनमा गुगल नै नचल्ने भयो। गुगल नचलेपछि एन्ड्रोइड सिस्टम चल्ने कुरै भएन। अमेरिकी चिप माथिको पहुँच त गुमाइ नै हाल्यो। इन्टेल, क्वालकम, माइक्रोसफ्ट जस्ता अमेरिकी प्रविधि कम्पनीहरूसँग पनि उसले नाता तोड्नु पर्ने भयो। यसरी सन् 2020 को तेस्रो त्रैमासबाट नै कम्पनीको बिक्रीमा भारी गिरावट आउन थाल्यो। एप्पल, सामसुङ र साओमी जस्ता ब्रान्डले उसलाई उछिन्न थाले। बजारमा टिक्नका लागि कम्पनीले अनर ब्रान्डमा सस्तो फोनहरू पनि ल्यायो। त्यसले पनि खासै काम गरेन र सन् 2022 सम्म आइपुग्दा यो कम्पनी विश्वको शीर्ष 5 को सूचीबाट नै बाहिरिसकेको थियो। यसरी एउटा प्रख्यात चिनिया कम्पनी एकाएक विश्व बजारबाट सनय गुमनाम भयो। ट्रम्पले हुवावेलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेको 1 हप्तापछि टाइम म्यागजिनले 3100 शब्दको विस्तृत खबर छाप्यो, जसको शीर्षक थियो इन्टरनेटको भविष्यमाथि चीनको नियन्त्रण स्थापित गर्न सघाइरहेको एउटा विवादास्पद कम्पनीको रहस्य। यही हुवावे जसले 5औं पुस्ताको इन्टरनेट अर्थात् 5G मा अमेरिकालाई उछिनेको थियो र ट्रम्पले उक्त कम्पनीमाथि प्रतिबन्ध लगाउनुको मुख्य कारण पनि यही नै थियो। अमेरिकी प्रतिबन्ध पश्चात बाँकी दुनियाँलाई लागेको थियो अब हुवावे फेरि आउला कि नआउला। तर यो कम्पनीले आफूलाई यसरी रूपान्तरण गरिदियो कि सिङ्गो चीन मात्रै होइन, बाँकी विश्वलाई नै अमेरिकी प्रविधिको प्रभुत्वबाट अलग्याउन जग हालिदिएको छ। अब फेरि एकपल्ट हुवावेले आफ्नो बहुमुखी रूप धारण गरेर विश्व बजारमा प्रवेश गरिरहेको छ। ऊ पहिले भन्दा कयौं गुणा दर्बिलो भएर उभिएको छ, सशक्त भएर खडा भएको छ। त्यसैले गएको साता मात्रै अमेरिकाको न्युयोर्कलाई नै मुख्यालय बनाएर प्रकाशन हुने अर्को पत्रिका द वाल स्ट्रिट जर्नलले खबर लेखेको छ, चीनको प्रविधिलाई बाधित गर्ने अमेरिकी योजनाले काम गरिरहेको छैन। उक्त समाचारमा भनिएको छ, प्रविधिको दौडमा चीनलाई जित्न अमेरिकाले हर सम्भव प्रयास गर्यो। AI, ऊर्जा, स्वचालित कार, विद्युतीय सवारी साधन, ड्रोन जस्ता विभिन्न क्षेत्रमा हालसम्म यस्ता कुनै पनि उपायले काम गरिरहेको छैन। डिजिटल दुनियाँमा चीनको एउटा नवीन नक्षत्र बनेर उदाएको छ हुवावे। प्रविधिको दुनियाँमा हुवावेको पुनः प्रवेश पहिले भन्दा ज्यादातर शानदार देखिन्छ। नवप्रवर्तन, व्यावसायिक र रणनीतिक विविधीकरण तथा प्रविधिमा आत्मनिर्भर भएर हुवावेले अब नयाँ डिजिटल दुनियाँको एउटा सिङ्गो इकोसिस्टम तयार पारेको छ। यिनै प्रयासका बलमा यो कम्पनीले भूराजनीतिको कठोर प्रहार सहेर पनि आफूलाई पुनः शक्तिशाली रूपमा उभ्याएको छ। साथै चीन र बाँकी विश्वका सामु प्रविधिको भविष्यलाई नै नयाँ आकार दिइरहेको छ। उसको व्यावसायिक विस्तारले पनि यो आँकडालाई पुष्टि गर्छ। सन् 2022 मा हुवावेको आम्दानी 22.4% ले बढेर 8 खर्ब 62 अर्ब युवान नाघेको थियो। उक्त कम्पनीले आफ्नो स्मार्टफोनको बिक्री 38% भन्दा धेरैले बढाएको रिपोर्टहरू आएका छन्। कम्पनीको खुद नाफा लगभग 28% घटेर 63 अर्ब युवान भन्दा तल झरेको छ। तर त्यसो हुनुमा
कम्पनीको आम्दानी घटेको होइन, अनुसन्धान र विकास जसलाई हामी R&D भन्छौं, यसमा कम्पनीले खर्च बढाएर हो। कम्पनीका अनुसार अहिले उसले कुल आम्दानीको 20% जति रकम यस्तो काममा खर्चिरहेको छ, जुन लगानीले भविष्यमा कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सघाउनेछ। करिब 6 वर्ष अघि अमेरिकाले एन्ड्रोइड प्रणालीबाट हुवावेलाई हटाइदिएपछि उसले अब आफ्नै अपरेटिङ सिस्टम हार्मोनी OS सुरु गरेको छ। उसले अब आफै सेमिकन्डक्टर चिप उत्पादनमा हात हालेको छ। चीनको सबैभन्दा ठूलो चिप उत्पादक सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कोअपरेसन SMIC सँग मिलेर काम गरिरहेको छ। यसका निम्ति हुवावेको कम्पनी हाई सिलिकनले चिपको डिजाइन गर्छ र SMIC ले उत्पादन गर्छ। हुवावेले अहिले SMIC को 7nm प्रक्रिया विधि अपनाएर किरिन 9020, किरिन 9000S जस्ता चिप बनाएको छ, जुन मेट 60 सिरिजका स्मार्टफोनहरूको शक्ति बनेको छ। कम्पनीले अब कृत्रिम बुद्धिमत्ता अर्थात् AI, क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रमा पनि आफूलाई अग्रसर बनाएको छ। पान्गु जस्ता बृहत ल्याङ्ग्वेज मोडल र उन्नत AI इन्टरफेस प्रणाली विकास गरेको छ। यिनै कदमले प्रविधिको दुनियाँमा प्रभुत्व स्थापित गर्ने चिनिया प्रयासका निम्ति हुवावे सबैभन्दा ठूलो खेलाडी बनेर उदाएको छ। यो कम्पनी घरेलु स्तरमा सेन्जेनमा नयाँ सेमिकन्डक्टर लाइन अर्थात् उद्योग बनाइरहेको छ। वैश्विक स्तरमा हेर्ने हो भने संसारका 60 भन्दा बढी मुलुकमा स्मार्टफोन मोडल पुनः लन्च गर्ने योजनामा छ। विश्वभर सौर्य ऊर्जाको लहर सिर्जना गर्नमा पनि हुवावेले ठूलो सफलता पाइरहेको छ। सन् 2022 मा यो कम्पनीले विश्वव्यापी सोलर फोटोभोल्टिक PV इन्भर्टर बिक्रीको 29% हिस्सा ओगटेको थियो। त्यसो त ऊ सन् 2015 देखि नै संसारको सबैभन्दा ठूलो PV इन्भर्टर उत्पादक हो। हाम्रा छिमेकी श्रीलङ्का, मालदिव्सदेखि दक्षिण अफ्रिकासम्मले दूरसञ्चार तथा क्लाउड सेवामा हुवावेसँग मिलेर बृहत्तर परियोजना सञ्चालन गरिरहेका छन्। चीन, इन्डोनेसिया, फिलिपिन्स जस्ता देशमा वित्तीय सेवालाई डिजिटाइजेसन गर्न र यसको क्लाउड तथा सुरक्षा प्रत्याभूति गर्नमा हुवावेले ठूलो सफलता पाएको छ। अस्ट्रेलिया, स्विजरल्यान्ड जस्ता देशमा औद्योगिक एवं निर्माण क्षेत्रमा उसले डिजिटल सोलुसन्स पस्किरहेको छ। अस्पताल, सार्वजनिक सेवा, यातायात तथा ढुवानी, ऊर्जा, युटिलिटी जस्ता क्षेत्रमा हुवावेले थुप्रै काम गरिरहेको छ। स्मार्ट बिल्डिङ रिसोल्युसन्स, कनेक्टेड एलिभेटरदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक डेटा सेन्टरसम्ममा उसले काम गरिरहेको छ। जलाशययुक्त जलविद्युत आयोजनाहरूले जस्तै गरी 100 मेगावाट क्षमताका सौर्य ऊर्जा प्रणालीहरूको बिजुली संग्रहित गर्ने गरी विशाल ब्याट्री स्टोरेजहरू विकास गरिरहेको छ। यता नेपालमा भने हुवावेको व्यवसाय तुलनात्मक रूपमा कम देखिन्छ। हाम्रा दुईटा दूरसञ्चार कम्पनीलाई नियामकीय सहजीकरण मार्फत विदेशी मुद्रा सटही सुविधा दिनुपर्नेमा नियामक निकायले अवरोध गरिरहेको छ। त्यसको परिणाम चाहिँ दूरसञ्चार, खासगरी मोबाइल फोन प्रयोगकर्ताले गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन्। यति हुँदाहुँदै पनि एनसेल र एनटिसी जस्ता दूरसञ्चार सेवा प्रदायक र डिसहोम जस्ता केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले हुवावेको हार्डवेयर ज्यादातर उपयोग गरिरहेका छन्। तर हुवावेको ध्यान नेपालमा 5G बिक्री गर्नेमा छ। नेपाली कम्पनीहरू अहिले नै त्यो स्तरमा फड्किन सकिरहेका छैनन्। अब उसले हुवावे क्लाउड भन्ने गुगल एप स्टोर जस्तै सिस्टम तयार पारेको छ। यो प्रणालीले बार फोन अर्थात् किप्याड वाला फोनबाट समेत मोबाइल डाटा चलाएर सामाजिक सञ्जाल, युट्युब, टिकटक लगायत चलाउन मिल्ने सस्तो फोनहरू बेच्न खोजिरहेको छ। तर ती फोनमा यस्ता फिचरहरू हुवावेको आफ्नो क्लाउड स्टोरबाट मात्रै चलाउन मिल्ने र त्यसका सम्पूर्ण डेटाहरू हुवावेसँगै पुग्ने भनेर विश्वसनीयता हासिल गर्नमा चाहिँ उसलाई अलिक कठिन परिरहेको छ। नेपाल स्थित हुवावेका अधिकारीहरूले गरिब र फोनमा धेरै पैसा खर्च गर्न नचाहने नेपालीहरूलाई इन्टरनेटको पहुँचमा पुर्याउने कोसिसका निम्ति भनेर यस्ता बारफोनहरूको बिक्रीलाई प्रोत्साहित गर्न खोजेको छ। भलै आजको दिनसम्म आइपुग्दा ज्यादातर नेपालीहरू स्मार्टफोनको पहुँचमा पुगिसकेका छन्। हुवावेसँग अर्को पनि यस्तो सेवा छ जसले हाम्रा हिमालका आधार शिविरहरूसम्म दुर्गम भूभागमा पनि सजिलै इन्टरनेट चलाउन सक्ने वाइफाई सुविधा उपलब्ध गराउँछ। त्यो सुविधा हिमालसम्म पुर्याउन सके हाम्रो आफ्नै सरकारलाई छलेर स्टारलिङ्क जस्ता कम्पनीको इन्टरनेट चलाउनु पर्ने त्यहाँको बाध्यता हट्न सक्छ। हार्डवेयर र सफ्टवेयर दुवै प्रणालीमा पुरापुर देशलाई नै डिजिटाइज गर्न सक्ने सामर्थ्य बोकेर हात्तीसारमा अड्किएको यो ब्रान्डसँग नेपालले आफ्नो डिजिटल रूपान्तरणमा कति फाइदा लिन सक्छ भन्ने त हाम्रा नीति निर्माता र तिनको निर्णयमा भर पर्छ। तर हुवावेको यो कहानीले प्रतिकूलतालाई कसरी आविष्कारमा बदल्न सकिन्छ भन्ने गजबको उदाहरण चाहिँ प्रस्तुत गरेको छ। प्रतिबन्धले उछिट्टिएर सागरको किनारमा धकेलिएको एउटा कम्पनीले आफ्नो प्रासङ्गिकतालाई जोगाउन मात्रै सक्षम भएन, अब ऊ विश्वव्यापी प्रविधि उद्योगलाई
नयाँ स्वरूपमा ढाल्दैछ, त्यो पनि आफ्नै शर्तमा।